ल यता ल्याउनु मिक्लाजुङ कति अरे मिक्लाजुङ 8 तोरीबारी लघु उद्यमी कृषि सहकारी संस्थान को तर्फबाट दाजुको नाम के पो भन्नुभयो दिल्लीराम बोरा दाजुको घरमा मालबारी चोकमा एउटा गाईले किला काटी खाएको अवस्था पुष्टि प्रमाणित भएर निकाल्न सुरु गर्दै गरेको अवस्था साथी हो। ल आज अब हामी यो लघु उद्यमी कृषि सहकारी संस्थाको तर्फबाट किला काटी निकाल्ने क्रममा हाम्रो दिल्लीराम बोराज्यूको घरमा रातो गाईलाई किला काटी निकाल्दैछौँ। अब हेरौँ यहाँ के निस्किँदो रहेछ, यहाँहरूलाई जानकारी गराउने नै छौँ। अरू कुरा अघि नै हामीले बताइसकेका छौँ। हामी निकाल्दा एकदम तान्दैछौँ, कोसिस गर्दैछौँ। तान्नलाई अलिक कठिन पनि हुन्छ, तान्दै हुन्छ सरले। सजिलो आउँछ भने त युट्युबमा त सजिलो देखिन्छ। तान्दैछौँ। अब यहाँ के आउँदो रहेछ हेरौँ। तानिसकेका छौँ हामीले, अगाडि आइसकेको छ। अड्किएको छ त्यहाँ। अब यो निकाल्दा आउँछ होला नि त्यसलाई खोलेर तान्ने बेला भयो सर। केही आएन है सर, केही आएन हेर्नु त, घाँस मात्रै आयो। हामीले अघि पहिलो प्रयासमा चाहिँ सफल हुन नसकेर फेरि दोस्रो प्रयास गरेर यो गाईको मुखबाट किला काटी तानिरहेका छौँ। अब हेरौँ अहिले के भयो, आयो कि आएन। अहिले चाहिँ आयो जस्तो छ। डलर पैसा पनि पैसा आयो त। यी तपाईँले खुवाउनु पर्छ। त्यहाँ त पैसै रहेछ, काँटी रहेछ होइन। अघि पहिलोचोटि चाहिँ आएन, दोस्रोचोटि चाहिँ अब हामीले हेर्नु त, यहाँ किला काटी पैसा हेर्नु है। यो काँटी रहेछ एउटा, यहाँ हेर्नु है, अलिकति तल राख्नु त है। हो, एउटा ठुलो काँटी रहेछ, एउटा पैसा रहेछ, अरू फलामको चोइटा पनि रहेछ। ल अन्त पिन काँटीहरू, फलामका चोइटाहरू देख्नुभयो नि। यो चाहिँ हाम्रो मिक्लाजुङ 8 मालबारी तोरीबारीमा दिल्लीराम बोराको घरमा गाई, रातो गाई यहाँ छ। उहाँ दिल्लीराम यहाँ हुनुहुन्छ। यी हाम्रो गङ्गा सरले बडो कोसिसका साथ दुईपल्ट प्रयोग गरेर मात्रै हामी निकाल्न सफल भयौँ। पहिलोचोटि चाहिँ हामीले निकाल्न सफल भएन। निकै रहेछ हेर्नु त। यी यस्ता हो नि। ल अरू पनि हामी यस्तो जानकारी यहाँलाई गराउँदै जानेछौँ। आजलाई यति नै। हवस् त, नमस्कार।